लाग्दैन। आज म तपाईँहरूलाई चाहिँ बीबीएस फर्स्ट इयरमा रहेको चाहिँ एउटा क्वेसन गर्नु गइरहेको छु। क्वेसन भने म स्क्रिनमा राखिदिनेछु है त। फर्स्टमा चाहिँ बिजनेस स्टार्ट गऱ्यो क्यास र ब्याङ्कबाट भनेपछि क्यास पनि प्लस हुन्छ, ब्याङ्क पनि प्लस गरेर यो आयो होइन। अनि त्यसपछि फेरि क्यापिटलमा पनि बढ्छ। जस्तै कुनै बिजनेस स्टार्ट गऱ्यो भने चाहिँ एसेट्स र क्यापिटल दुवैसँगै बढ्छ, त्यो यहाँ पनि गर्ने। अनि यसलाई चाहिँ बिगिनिङ इक्वेसन भनिन्छ। अब सेकेन्डमा के भन्छ भन्दाखेरि चाहिँ पर्चेस फर्निचर फर ₹25,000 बाई पेइङ थ्रु चेक अरे सामान चाहिँ किनेछ होइन, फर्निचर किनेछ 25,000को, त्यो भएर फर्निचर आयो प्लस गरेर ब्याङ्कबाट तिर्यो भने चाहिँ माइनस 25,000 भयो कि। भनेपछि अब क्यालकुलेट गर्नुपर्छ। अब यो तुम्हारा यसबाट त 0 आयो होइन, अनि 1,60,000को यहाँ आउँछ टक्कलाई 0को यो आएन न। अब थर्डमा के भन्यो भन्दाखेरि क्यास पर्चेस भनेको चाहिँ क्यास आयो भनेको चाहिँ होइन, क्यास आयो प्लस गऱ्यो। अनि त्यसपछि फेरि अब यो क्यापिटलमा पनि असर पर्छ होइन। अनि क्यापिटलमा कसरी असर पर्छ भन्दाखेरि जुन कुरा लाइक यति गेन लस भयो भने चाहिँ यसमा पनि असर पर्छ कि। सो के भए त्यही भएर चाहिँ यहाँ पनि प्लस हुन्छ कति 20,000 होइन। अब यसलाई पनि न्यू इक्वेसन भन्ने, अब यो दुइटा प्लस गरेर यहाँ लेख्ने होइन। अब फोर्थमा आउँछ सोल्ड गुड अन क्रेडिट कस्टिङ 25,000 एट लस 2,000। तपाईँले सामान के भएछ भन्दाखेरि तपाईँले सामान चाहिँ बेच्नु भएछ होइन, उधारोमा सामान बेच्नु भएछ। उधार भने के भयो, सामान चाहिँ गयो 25,000को होइन। सामान बेच्नु भयो भने चाहिँ के भयो, सामान गयो केमा भन्दा उधारोमा, अनि घाटा खाएर 2,000 अरे होइन। अब भनिहालेँ क्यापिटलमा घाटा नाफा जान्छ। अब घाटा भयो नि त, त्यो भएर उता गयो टक्क लगाएर होइन। अनि त्यसपछि फेरि प्लस 23,000 किन भयो भन्दाखेरि चाहिँ सामान गयो भनेपछि 25,000 गयो। अनि सामान बेचेपछि तपाईँले त पैसा त पाउनुहुन्छ, उधार भए पनि एक न एक दिन त पाउनुहुन्छ नि होइन। अनि त्यसपछि के भयो, 25,000को सामान बेच्नु भयो, पैसा पाउनुहुन्छ 23,000, किनकि तपाईँले 2,000 घाटा खानुभएको छ। त्यही भएर एकाउन्ट रिसिभेबल भनेर भनिन्छ त्यसलाई चाहिँ है त। अब 5मा आउँछ इन्ट्रेस्ट पेड होइन। अब भनिहालेँ यो दुइटा क्यालकुलेट गरेर टक्कै यहाँ लेख्नु है। अब आउँछ इन्ट्रेस्ट पेड भने चाहिँ खर्च हो यो। इन्ट्रेस्ट पेड भने चाहिँ अब क्यास त गयो, अब भनिहालेँ यो एक्सपेन्सेस हो कि होइन। त्यही भएर यहाँ पनि माइनस गर्नुपर्छ, यो सेयर क्यापिटलमा हो। सो बुझ्नु पऱ्यो है यसरी एन्सर आउँछ। अनि गुड्स लास्टको के खान्छ, गुड डिस्ट्रिब्युटेड एज अ फ्री स्याम्पल अरे के होइन। फ्री स्याम्पलमा चाहिँ के गर्ने भन्दाखेरि टक्कै यहाँ माइनस गर्ने, बेच्यो नि त के भयो नि त, गुड डिस्ट्रिब्युटर भनेपछि त्यो सामान त गयो नि त। सो त्यही भएर यहाँ गयो। अनि यहाँ पनि किन जान्छ त भनेर सोच्नु भएको छ भने चाहिँ यसलाई पनि 5,000 यो गुड्स डिस्ट्रिब्युटेड एज स्याम्पललाई चाहिँ यसलाई चाहिँ ट्रिटेड एज एन एक्सपेन्सेस हो कि। बुझ्नु भयो नि, विच रिड्युस द अनर्सको इक्विटी। सो द्याट्स अल ह्यापेन्ड। यो भयो टक्क भएर भयो है त। ल स्क्रिनसट त गर्न चाहनुहुन्छ भने गरिहाल्नुहोस्, चिन्ता नलिनुहोस् है त। ल आजको लागि यति नै, टक्क भएर भेट्दै गरौँ भोलि। बाई बाई, थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो, लभ यु अल, बाई बाई।